पछिल्लो समय एसआईपी को बारेमा निकै नै चर्चा हुने गरेको छ। अहिलेको 1000 रुपैयाँको लगानी पछि करोड भनेर। यस भिडियोमा तपाईलाई म भर्खरै नयाँ आएको प्रभु सिस्टमैटिक इन्भेस्टमेन्ट स्किमको बारेमा एसआईपी कसरी चाहिँ एक्टिभ गर्ने, कसरी रजिस्टर गर्ने त्यो देखाउन गइरहेको छु। प्रभु सिस्टमैटिक इन्भेस्टमेन्ट स्किममा चाहिँ तपाई एसआईपी गर्न चाहनुहुन्छ यदि भने कसरी रजिस्टर गर्ने, कसरी सुरु गर्ने भनेर तपाईलाई लाग्छ भने तपाईलाई आजको यस भिडियोमा देखाउन गइरहेको छु। सुरुमा तपाई गुगलमा जानु होला र यहाँनेर टाइप गर्नु होला प्रभु क्यापिटल भनेर तपाईले गुगलमा सर्च गर्नु होला। त्यसपछि तपाईले यहाँ प्रभु क्यापिटल देख्न सक्नुहुनेछ भने अलिकति यसैको तल सिप रजिस्ट्रेसन भनेर देख्न सक्नुहुनेछ। हामीलाई त सुरुमा रजिस्ट्रेसन गर्नु पर्यो नि, हैन? रजिस्टर गर्नु पर्यो नि हो। अब यहाँनेर तपाईले देख्न सक्नुहुनेछ साइन अप भनेर देख्न सक्नुहुनेछ। यहाँ क्लिक गर्नु होला है। यहाँ क्लिक गरिसकेपछि अब तपाईले यहाँनेर यो फर्मलाई फिलअप गर्नुपर्ने हुन्छ है त। यो फर्म फिलअप गर्न एकदमै इजी छ, एकदमै सजिलो छ। अब यहाँनेर तपाईले सेलेक्ट योर डिपिआइडी भनेर देख्न सक्नुहुनेछ सुरुमा हो। यो चाहिँ तपाईले मेरो शेयरमा लगइन के गर्नुहुन्छ, डिपिआइडी हो, कुन बैंकबाट मेरो शेयर खोल्नु भएको छ, डिम्याट खोल्नु भएको छ हो, तपाईले त्यो त्यहाँनेर लगाउनु पर्ने हुन्छ, हाल्नु पर्ने हुन्छ। त्यसपछि यो साइडमा छ क्लाइन्ट आइडी भनेर तपाईले देख्न सक्नुहुनेछ 8 डिजिटको, जुन चाहिँ डिम्याट नम्बर पनि हो। यो चाहिँ डिम्याट अङ्क 16 डिजिटको हुन्छ। अब हामीले चाहिँ 8 डिजिटको हाल्नुपर्ने हुन्छ लास्टबाट, क्या त्यही भनेको छ नि, लास्ट 8 डिजिट्स भनेको नि हो, लास्टतिरबाट 8वटा लेख्नुपर्ने हुन्छ। त्यसपछि क्लाइन्ट टाइप भन्ने चाहिँ यहाँ तपाईले देख्न सक्नुहुनेछ। अब यो चाहिँ इन्डिभिजुअलमा हाल्नुपर्ने हुन्छ है त, व्यक्तिगत खाता हो नि त हो, त्यही भएर इन्डिभिजुअल हाल्ने हो। त्यसपछिबाट हामीले यहाँनेर फर्स्ट नेम, मिडल नेम, लास्ट नेम भन्ने देख्न सक्नुहुनेछ। जस्तो फर्स्ट नेममा राम, मिडल नेममा कुमार, लास्ट नेममा के हुन्छ लामा, रामकुमार लामा हो। कसैको फर्स्ट नेम र लास्ट नेम मात्रै हुन्छ, राम शर्मा हुन्छ भने राम र शर्मा मात्रै राख्ने, मिडल नेममा नराख्ने। त्यस्तै अब इमेल एड्रेसमा तपाईले आफ्नो इमेल एड्रेस लगाउनु होला। इन्टर योर फोन नम्बरमा तपाईले अहिले चलिरहेको फोन नम्बर हाल्नु होला। त्यस्तै पासपोर्ट र कन्फर्म पासपोर्टमा नयाँ 2वटा पासपोर्ट तपाईले क्रिएट गर्नु होला। त्यसपछि तपाईले यहाँनेर एउटा टिक लगाउनु पर्ने छ कन्फर्म गर्नको लागि। यहाँ आई एग्रीमा टिक लगाउनु होला। र कतिपय केसमा तपाईलाई त्यहाँनेर चाहिँ कुनै डकुमेन्ट भेरिफाई पनि माग्छ, त्यहाँ तपाईले कुनै डकुमेन्ट पनि हालेर चाहिँ यहाँ तपाईले रजिस्टर गर्न सक्नुहुनेछ। रजिस्टरमा ओके गरिदिनु भयो भने तपाईको मोबाइल नम्बरमा अथवा तपाईले अघि भर्खर हाल्नु भएको जीमेल आइडीमा चाहिँ ओटीपी कोड जानेछ र उक्त ओटीपी कोडलाई तपाईले पुनः फेरि ल्याएर यसै वेबसाइटमा ओटीपी कोड माग्नेछ। त्यहाँनेर तपाईले ओटीपी कोड हालिसकेपछि मात्रै तपाईको अकाउन्ट रजिस्टर हुनेछ। यति भएपछि हाम्रो नयाँ अकाउन्ट खुलिसकेको छ प्रभु क्यापिटल तपाईले देख्न सक्नुहुनेछ। अब हामीलाई सिप इन्भेस्टमेन्ट, हामी सिपमा चाहिँ लगानी गर्न चाहन्छौँ भन्दा अप्लाई नाउमा क्लिक गर्यौँ। त्यसपछि स्किम नेम के नेम रहेको छ भन्दा प्रभु सिस्टमैटिक इन्भेस्टमेन्ट स्किम भन्ने रहेको छ, त्यहाँ अटोमेटिकै हुन्छ। त्यसपछि तल देख्न सक्नुहुनेछ सिप इन्स्टलमेन्ट अमाउन्ट भन्ने छ। म चाहिँ यहाँ पर मन्थ 2000 रुपियाँ लगानी गर्छु। त्यस्तै सिप स्टार्ट डेट, अब आजको डेट। त्यस्तै तपाईले यहाँ देख्न सक्नुहुनेछ। अब सिप इन्टरभलमा चाहिँ मैले मन्थली टाइप गरेको छु किनभने प्रत्येक महिनामा पैसा हाल्छु। त्यस्तै मोडमा अनलिमिटेड, कुनै चाहिँ लिमिटेड गर्दिनँ, अनलिमिटेड। त्यसपछि म यहाँनेर सबमिट गर्छु। अब मैले चाहिँ सेलेक्ट योर पेमेन्ट मेथड भन्ने छ। अब कुन मेथडबाट चाहिँ म पेमेन्ट गर्छु भन्दा यहाँ मैले प्रोसिड नाउ गरेँ। त्यस्तै मैले चाहिँ यहाँ कनेक्ट आइपिएसलाई दाबेर प्रोसिड नाउ गरेँ। अब मोबाइलको सहायताले यो क्युआरमा चाहिँ म 2000 रुपियाँ पठाउन जाँदैछु। र यसरी तपाईले पेमेन्ट सक्सेस भनेर देख्न सक्नुहुनेछ। अब तल गो ब्याक टु ड्यासबोर्ड भनेर देख्न सक्नुहुनेछ हो। गो ब्याक टु ड्यासबोर्डमा मैले यहाँनेर क्लिक गर्छु। यहाँ क्लिक गरिसकेपछि तपाईले होम स्क्रिन यस्तो खालको देख्न सक्नुहुनेछ। यहाँनेर 2000 रुपियाँ प्राप्त भइसकेको छ। माथि नोटिफिकेसन पनि तपाईले देख्न सक्नुहुनेछ। अब यसरी हामीले क्रिएट गरेको अकाउन्टलाई लगआउट गरेर फेरि लगइन गरेर देखाउन जाँदैछु। यहाँ जाने, त्यसपछि लगआउट गरिदिने क्लाइन्टमा गएर। त्यसपछिबाट तपाईले यहाँ देख्न सक्नुहुनेछ लगइन छ, यतापट्टि साइन अप छ। अब लगइनमा क्लिक गर्ने। त्यसपछिबाट हामीले बिओ आइडी 16 डिजिटको हुने गर्दछ। अघि चाहिँ हामीले 8वटा राखेको थियौँ लास्टतिरबाट भने अब 16वटै लगाउनुपर्छ। त्यहाँ मैले लगाइसकेको छु। र पासपोर्ट अघि हामीले नयाँ बनाएका थियौँ, उक्त नयाँ पासपोर्टलाई यहाँनेर हाल्ने। त्यसपछि तपाईले देख्न सक्नुहुनेछ तल लगइन भन्ने, यो लगइनमा क्लिक गरिसकेपछि हाम्रो अघिकै ड्यासबोर्ड यसरी
ओपन हुनेछ। हामीले के कति पे गर्यौँ, के कति किता प्राप्त गर्यौँ, सम्पूर्ण कुराहरू यहाँनिर तपाईँले देख्न सक्नुहुनेछ। यो नितान्त नयाँ भएर पनि होला, यसको सम्पूर्ण प्रोसेस यतिमै सकिएको छैन र हामीले सुरु चाहिँ गरेका छौँ, किनभने यसको वेबसाइटहरू भर्खर निर्माण हुँदैछ र यसको प्रोसेसहरू बिस्तारै हामी गर्दै अगाडि बढ्नेछौँ र बाँकी कुराहरू फेरि अर्को भिडियोमा तपाईँलाई देखाउनेछौँ। अहिलेको लागि यति नै। यस्तै यस्तै भिडियोहरू हेर्नको लागि हाम्रा भिडियोहरूमा लाइक, कमेन्ट, सेयर र च्यानलमा सब्सक्राइब गर्न नबिर्सिनुहोला।